टाढा टाढाको एक रहस्यमय उपत्यका जहाँ लिना नामकी परी बस्थिन्। लिनासँग वर्णिल पंख थिए जुन रातमा तारा जस्तै चम्किन्थे। उनीसँग एउटा अनौठो शक्ति थियो। उनी जहाँ हाँस्थिन् त्यहाँ फुलहरू फुल्थे। तर त्यो उपत्यकामा एक डरलाग्दो प्रसिद्ध कहानी थियो। एक पुरानो जादुई ढोका जुन हजारौं वर्षदेखि बन्द थियो। भनाइ थियो जुन सुकै परेले त्यो ढोका खोले पनि उसले आफ्नो शक्ति गुमाउनु पर्थ्यो, किनभने ढोकाभित्र सपनाको कुञ्ज थियो जुन सबैको आशा र प्रेरणाको स्रोत थियो। एक दिन उपत्यकामा एक्कासी उज्यालो हरायो र बच्चाहरूले सपनाहरू देख्न छाडे। परीहरूले निर्णय गरे कोही न कोहीले ढोका खोल्नुपर्छ र आफ्नो शक्तिको बलिदान दिनुपर्ने हुन्छ। यत्तिकैमा लिना अगाडि बढेर भनिन्, म तयार छु। यदि मेरो शक्ति अरूको खुसीका लागि जान्छ भने म तयार छु। बिस्तारै उनले ढोका खोलिन्। चम्किलो प्रकाश फैलियो र सपना कुञ्ज फेरि खुलिएको थियो। बच्चाहरूले फेरि सपना देख्न थाले। फुलहरू मुस्कुराए र उपत्यकामा फेरि खुसियाली फर्कियो। तर लिनाको शक्ति जानका साटो अझ बढी पंखहरू चम्किएका थिए। कारण उनको असल कर्म उनको शक्ति गुमिएको होइन, बरु अझ बलियो बनिएको थियो।